छोरा भात खान आऊ। आए मम्मी। ओहो आज त मासु पाकेको छ। दुई तिन खाल चाहिँ तपाईँ छ। मम्मी माए तरकारी के छ मम्मी? तरकारी तरकारी त साग। साग? जहिले जहिले साग ए लठुवा, घरमा जे पाएको छ त्यही खाने। खाँदिनँ म, आफै खानु तपाईँको साग। गएको म। लेकिन एक सेकेन्ड, मैले किन गुर्की लगाएको होला? यति मेहनतले आमाले सब्जी पकाइदिरहेछ, फेरि भोक पनि लागिरहेछ। जान्छु। मम्मी क्या इतना बुरा हूँ मैं माँ, क्या इतना बुरा बाबा मेरी माँ।